म चाहिँ फर्स्टचोटि भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ हामी टक्क घुम्न आएको थियौँ। हाम्रो दाइ हेलो भनिदिनु ल। हेलो। टक्क हाम्रो फेरि अब आज छुट्टी थियो। फाइनली हामी यो के अरे यसको नाम पार्कतिर आयो। एउटा पार्क छ सानो के पार्क हो यसको नाम दाइ? पार्क त के हो यार, फेस्टिभल पार्क भनेर आएको, अर्कै पार्क परेछ। यहीँको भाषामा लेख्छ अनि कहाँबाट अर्कोचोटि चाहिँ फेस्टिभल पार्कमा जाने हो नेक्स्ट। ठिक छ तर धेरै राम्रो रहेछ, सुन्दर भिडियो फोटोहरू हामी धेरै खिच्यौँ। अब चाहिँ रुममा जानु लाग्यो। मजा आयो, रमाइलै भयो। रमाइलो भयो तर धेरै पछाडि रमाइलो भएन त? धेरै पछाडि आफ्टर कति भयो 10 महिनै भनौँ यता जमेन रमाइलो छ। अब चाहिँ हामी टक्क खानेकुराहरू लिएर गएर अनि रुममा गएर मस्त खाएर बस्नुपर्छ। सायद साँझ लाइभ पनि बसिन्छ होला होइन? भोक भोक पनि लागिरहेछ। अब टक्क घुमियो, बिहान घुमियो। अब चाहिँ यति लामो रहेछ यो पार्क। कति मिनट भयो? 1 मिनट भयो। अब हामी पुरै पार्क सतहसम्म एउटा भ्लग हाल्छौँ। त्यसपछि अब यो पार्क कति लामो छ तपाईँ आफै देख्न सक्नुहुन्छ। लास्टै ठुलो रहेछ है, धेरै ठुलो नि। बिचबाट बाटो पनि हालिरहेको रहेछ होइन? अझ हामी पुरै उता मासतिर त जाँदै गएन नि। तर धेरै राम्रो रहेछ यो पार्क चाहिँ। तर म चाहिँ 10 महिना भयो यो गाजियान्तेप भन्ने ठाउँमा बसेँ। दाइ त भर्खर आएको, त्यही पनि 1 मन्थको लागि। तर रमाइलो भयो। आफ्टर 10 महिनापछि म घुम्न पाएँ। ठिक छ, पछि पनि हाम्रो भेट बस धेरै ठाउँमा होइन? पछि पनि घुमौँला। पछि अरू भिडियो पनि बनाउँला। अनि यो त फर्स्ट भिडियो। फर्स्टचोटि चाहिँ धेरै रमाइलो भयो। आज चाहिँ छुट्टी रमाइलो चाहिँ भयो। हिजो पानी आएको थियो टक्क, हामीलाई मौसमले पनि साथ दियो। आज चाहिँ रमाइलो चाहिँ छ भनौँ। तर हिजो छुट्टी भएको भए त खत्तम हुने रहेछ है। अनि चेन्ज भएर ठिक्क भयो नि त। कहिले काहीँ यस्तै ठिक हुन्छ कि होइन? हिजो छुट्टी भएको भए त के गर्ने त? फुटबल ग्राउन्ड पनि छ गाइज पानीमा पुरै। हिजो त अनि पानीमा घुम्नु पनि पाउँथेन, बिजोक हुन्थ्यो। घुम्ने प्लानिङ पनि क्यान्सल हुन्थ्यो। त्यो अब चाहिँ टक्क पसल जानुपर्छ होइन? अब कति घुमिरहने भन्ने कि। बिहान कति बजी आएको हामी? 1 बजी थियो। 1 बजी आयो होला। अब ठ्याक्कै कति भयो? 3 बजी आइला। रमाइलो छ त्यो होस्। हाम्रो बाजेले फेरि के ल्याउनु भएको छ त्यहाँ? बाजे यहाँ त बाजे हो यो हाम्रा बाजे। यहाँ चाहिँ धेरै रमाइलो हुँदो रहेछ कि। यो ठाउँमा चाहिँ त धेरै ठुलो रहेछ पार्क पनि। र म त थाहा पनि छैन, त्यो भाषा पनि जानिन्न। दाइले चाहिँ अलिअलि भाषा सबै जान्नु भएको छ भनौँ। कति भयो दाइ तपाईँ आएको यहाँ? म आएको त भयो नि 4-5 वर्ष। अनि 5 वर्ष, म बल्ल 10 महिना भयो। भन्न हामीले ठिक छ, घुम्नुलाई जुरेको रहेछ। गाइस यहाँ त कुइराल रहेछ। हेर्न कुइराल होइन र दाइ? हो होइन दाइ यार, होइन त्यस्तै देख्छ तर होइन। तर कुइराल जस्तो देख्नु रहेछ गाइस। होइन तर यो टन्नै रहेछ त्यहाँ त होइन? म त अचम्म परेँ। फुल हो कि के हो? के फुल हो है? तर गाइस फुल हो कि पत्ता हो? यो फुलै हो। फुलै हो नि होइन? पात त अनि छैन त, अलि रहेछ यार। म त कुइराल झ्याप्पै अड्डिरहेको यार। पात जस्तो सबै झरेर फुल मात्रै बाँकी के? कस्तो ल एकदम। अझै हामी त बल्ल बिचमा आएँ गाइस। बिचमा त्यो धेरै ठुलो रहेछ पार्क। 3 मिनट भइसक्यो हिँडे यार। पार्क पनि यति ठुलो हुँदो रहेछ यार। सिधा बाटो हिँड्दा पनि होइन? कहिले नदेखे अहिले, अब देखेपछि त्यही यता भएर बाँधो काँधमा नरियल भने जस्तो। मैले देखेँ भने म त यति नजिकै छु। कति 5 मिनट लाग्छ होला होइन दाइ हिँडेर? 5 मिनट पनि लाग्दैन हो। उतै त हो हाम्रो रुम त। त्यति हो होइन? यहाँबाट त 3 मिनट। यत्रो 10 महिनापछि यत्रो 10 मिनट बल्ल हेर्नु न गाइस। कहाँसम्मको अब अल्छी भन्ने के भन्ने। घर छेउकै पार्क होइन, घरबाट अगाडि के मेन कुरा अब साथीभाइ नभएर हो खासमा। साथीभाइ पनि छैन त्यो मसँग। दाइ चाहिँ अब 1 महिनाको लागि आएको। म त सधैँको लागि यस्तै दाइ मसँगै हुनु भन्छु के र। तर के गर्ने, गाह्रो छ। परदेशीको लाइफ यस्तै हो, कहिले टाढा कहिले नजिक भन्नै सकिन्न कि। अब जता पठायो त्यतै जानु पर्यो होइन? जानु पर्यो। त्यही पनि हाम्रो भेट हुन्छ अहिले नभए पनि धेरै। अब त आफ्टर धेरै वर्षपछि हुन्छ होला हुन त। मन त हो नि, भेट हुनु पायो भने त भेट भइहाल्छ नि। भाषा जान्ने भए यताउतितिर भेट्नुपर्छ। भाषा जान्ने भए त टक्क म यता गएर ल दाइ कहाँ हुन्छ भनेर आउनुहुन्थ्यो। के भन्छ यार। त्यही भएर ठ्याक्कै ल गाइड सक्यो यो।
अनि अब हामी चाहिँ रुमतिर खानासाना खान अब बनाउने ल्याउन जानु लाग्यो अनि यति बन्द गरिदिउँ होइन किन धेरै लामो गरिदिने र ल बाई गुड नाइट